वैकल्पिक राजनैतिक शक्तिहरू एकजुट हुँदै जाने सम्भावनासँगै नेपाली कांग्रेस र नेकपा एमाले आगामी निर्वाचनमा आपसी गठबन्धन गरेर अघि बढ्ने विषयमा छलफल थालेका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ एउटै दल वा साझा राजनैतिक प्लेटफर्म बनाएर निर्वाचनमा सहभागी हुने तयारी अन्तिम चरणमा पुगेपछि ठूला दलहरू थप सतर्क बनेका छन्। यही राजनैतिक परिवेशमा कांग्रेस र एमाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै तहको निर्वाचनमा सहकारी गर्ने सम्भावना बारे आन्तरिक संवाद पनि थालेका छन्। वैकल्पिक शक्ति बलियो भनेर उदायमा त्यसको सामना गर्न अघोषित गठबन्धन मार्फत निर्वाचनमा जाने रणनीतिमा दुई दलबीच प्रारम्भिक छलफल भइरहेको स्रोतको दाबी छ। विशेष गरी निर्वाचन अघि वा चुनावी परिणामपछि सत्ता समीकरणलाई आफ्नो पक्षमा राख्न दुवै दलले विकल्प खुल्ला राख्न खोजेको देखिन्छ। तत्काल प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै उभिएका छन्। यसले दुई दलबीच न्यूनतम साझा एजेन्डामा सहमति बन्न सक्ने संकेत गरेको छ। यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन, तर बदलिँदो राजनीतिक समीकरणले कांग्रेस एमाले सहकारीलाई असम्भव भने बनाएको छैन। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरूसँग गठबन्धन गरेर चुनाव लडेको थियो भने एमाले राप्रपा सहित क्षेत्र केन्द्रित दलहरूसँग तालमेल गरेको थियो। उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ 57 र समानुपातिक तर्फ 32 गरी 89 सिट जितेको थियो। एमाले प्रत्यक्षमा 44 र समानुपातिकमा 34 गरी 78 सिट हात पारेको थियो। 275 सदस्यीय प्रतिनिधि सभामा कांग्रेस र एमाले मिलेर 167 सिट जितेका थिए, जुन स्पष्ट बहुमत हो। माओवादी केन्द्रले 32, रासपाले 20, राप्रपाले 14 र